र आजको यात्रा चाहिँ म र मेरो बिरुवा हामी दुई भाइ है कालो जङ्गल यात्रा सुरु हुन्छ। यो जङ्गल हेर्दाखेरि एकदमै घनघोर भइसकेको छ अहिले। र उहिले हाम्रो बाबा, हाम्रो बाउ, बाजे, हाम्रो काका, बडाबाउहरूले काम गर्ने जग्गा चाहिँ अहिले यस्तो भइसकेको रहेछ, एकदम घनघोर जङ्गल। र यो बाटो चाहिँ, यो जङ्गल चाहिँ कहाँको भन्नुहुन्छ भने तपाईँहरूले एकदम दुर्गम भेग लिङ्गे सोक्पेको बिचमा माथि, जसलाई हामी ठुलुवा, यो कालो हामी न्युपाने भनिन्छ, र त्यो जग्गा हो यो चाहिँ। र हामी दुईजना लगभग 11 बजी घरबाट खाना खाएर निस्किएको। यहाँ पुग्दा करिब हाम्रो समय कति भएको थियो भन्दाखेरि लगभग 1:30 जस्तो भइसकेको थियो। र हिँड्दा 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 उकालो एकदमै साह्रो परेको थियो। न बाटोमा पिउने पानी पाइन्छ, न केही, खालि आवाज भनेको चराचुरुङ्गीको मात्रै। यहाँनिर एकदम खासै हामी अब सिक्नुहरू पाउँछ कि भन्दै हामी हिँड्छौँ, उकालो हिँड्दै थियौँ। बाटोमा केही नपाएको कारणले गर्दा हामी एकदम जोडी खेल्दै उकालो निस्क्यौँ। हाम्रो डेस्टिनेसन चाहिँ के थियो भन्दाखेरि चाहिँ पहिला हाम्रो बाबा, पापा, बाङ्गाहरूले गर्नुभएको भट्टी, नेपालीको अलैँचीबारी भट्टी निस्किने हाम्रो चाहिँ डेस्टिनेसन। उकालो हामी जाँदैथ्यौँ जाँदा न केही भेट्यो, न सिस्नो नै भेट्यो, न कुनै केही। एक ठाउँ चौची हामीले भेटेको थियो, एकदम पुगिसकेको छ। राजा तपाईँको 15-20 केजी चौची पुगेछ भन्दै थियो। अन्त यस्तो छ उकालो चाहिँ, हेर्नुहोस् बिचरा छ। अनि गर्दा मात्रै मैले पनि आँट पाएँ क्या हिँड्ने उकालो, नत्र चाहिँ म पनि सक्दिनँ। एकदमै साह्रो परिरहेछ। अब जनावरहरू भालुधरि अब नछेर्ने जङ्गललाई चाहिँ हामी तोडेर उकालो निस्केको छ। साथै गर्दाखेरि है एक ठाउँ चाहिँ यस्तो खालको अब आश आयो कि जहाँ चाहिँ हाम्रो बाउहरूले गरेको बारी कमाएको, उहिले दुःख गरेको, काकाले दुःख गरेको जग्गा पुग्ने होला भन्ने तर होइन रहेछ। अर्कै डाँडामा निस्केको छ माटो गुलिएर। यो डाँडादेखि चाहिँ एकदमै माथि जङ्गल तोडेर निस्किँदा चाहिँ उतापट्टिको डाँडा, जुन देख्दै गरेको डाँडामा चाहिँ बाउहरूले गरेको है, पापाहरूले गरेको, काकाहरूले काम गरेको नेपाली भन्ने जग्गा चाहिँ त्यो थियो। र हामी डाँडामा आइएछ। यो केराको बनकेराको चाहिँ अलिअलि यहाँ चाहिँ के हुँदो रहेछ भन्ने, अझै पनि अलैँचीको च्याङ चाहिँ 1-2वटा चाहिँ रहेछ। एकदमै राम्रो अलैँची, सायद रामसाईहरू होला। ओरिजिनल अलैँचीको च्याङ चाहिँ एउटा भेट्यो। र हामी हिँड्दै गर्दाखेरि चाहिँ अब नसकेर चाहिँ हामी उभो निस्क्यौँ एकदम लाइनपट्टि है। बल्ल बाटोमा आइपुग्यौँ। पाइपलाइन, जेजिएमको पाइपलाइनको बाटो दामी। बल्ल लाइन निस्क्यो। कहाँ आइयो हामी? कहाँ आइयो? फ्रेस छ यो। अब यो उँधो पेलेर लानुपर्ने। भेटेको ढाडै ढाड पिप्ली सिधै नि त त्यो।